हेलो साथीहरू, हामी चाहिँ हिजो बेलुकाको लगभग 8 बजेदेखि खेलेको। अनि बेलुका यो बेला चाहिँ त्यस्तै 12:30 समथिङ भइसकेको थियो कि। अनि हामीले चाहिँ कन्टिन्यू 2 बोया हानिसकेको थियो अलरेडी होइन। बिआरमा अब ऱ्याङ्क पुस गरिरहेको थियो। अनि यो राउन्डमा चाहिँ हामी जब हाम्रो स्क्वाडले बोया खाने बेला भइसकेको थियो कि, यो बेला चाहिँ तपाईँको हामी अब हेर्न सक्नुहुन्छ, जम्मा हाम्रो टिममेटमा 3 जना बाँकी छ भने 1 जना अझै कहाँ छ कहीँ पनि थाहा छैन होइन। अनि हामी चाहिँ पिकको यो ग्राउन्डमा अब कसैले अब यो पहिला जस्तै अब युट्युबरहरूले त्यो ब्याटल गर्छ भनेर होइन, अब मेडिकिट ब्याटल गर्छ भनेर, ट्रिटमेन्ट ब्याटलहरू गर्छ भनेर हामीले चाहिँ त्यो लागेर पुरा होइन आफूसँग भएको एमोहरू फालेर अनि त्यो मारेको लुटहरूबाट हामीले चाहिँ सबैले होइन अब मेडिकिट लिएर, अब जसले मेडिकिट धेरै चाँडो गर्न सक्छ उसको लागि दिएर होइन, अब हामी चाहिँ पुरा तयारी भएर अब त्यस्तै होला भन्दै थियो कि। अनि हामीले यसमा चाहिँ एकचोटि पिकमा त्यो सेन्सर एक्टिभ भएको थियो। त्यो बेलामा चाहिँ जोन बाहिर पिकको घर उतापट्टि चाहिँ त्यो इनिमीको लोकेसन देखाइरहेको थियो कि, पिकको घरभन्दा उतापट्टि। जब कि जोन सरेर पनि सानो भएर नि 5 मिनट भइसक्यो कि। अब हेर्न सक्नुहुन्छ, हेर्नु है, हामी चाहिँ पुरा होइन अब ब्याटल गर्छ होला भनेर हामीले चाहिँ पुरै ब्याटल गरिरहेको। अब हेर्न सक्नुहुन्छ यति बेला ठ्याक्क अब यहाँ ह्याकर आइपुग्छ कि। ल हेर्नुहोस् न, कहाँबाट आयो होला त यो ह्याकर, हेर्नुहोस् न। आम्मामामामा ह्याकर के। अब हेर्नु, मैले रिभ्यूमा चाहिँ गएर हेर्छु होइन, यो इनिमी भुइँमुनिबाट आएको। ल हेर्नु, हामी बसेको मुनिबाट भुइँमुनिबाट निस्केर आएको छ कि। अब यस्तै गरी यो खाएको भए कन्टिन्यू हामीले 3 बोया हुन्थ्यो कि। अब भुइँबाट पनि पुरा भुइँमुनिबाट अब त्यसको एचपी कहिल्यै नसकिने रहेछ होइन। अनि जस्ट प्लस त भयो, सेकेन्ड भयो, तर यो बोया हान्नुपर्ने गेम थियो नि त। लाइक, सेयर, सब्सक्राइब गर्नु है साथी हो। ह्याकर आयो है गेममा, ह्याकर।